ओके हेलो नमस्ते सम्पूर्ण युट्युब फ्यामिलीलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। मैले चाहिँ अब यो च्यानलमा भिडियोहरू नहालेको धेरै नै भयो। मैले चाहिँ यो पहिला पठाउ राइदर बिएनबी भनेर चलाइरहेको थिएँ होइन। मैले चाहिँ पठाउ गर्न छोडिसकेको छु। त्यही बेला चाहिँ हल्का अब पठाउहरू गरौँ न होइन, खाली भात टाइममा भनेर मैले भ्लग बनाउनु सुरु गरेँ। त्यसपछि मैले बनाउनै छोडिदिएँ होइन। अहिले चाहिँ फोटोग्राफीहरू भिडियोग्राफीहरू गर्न सुरु गरेको छु मैले चाहिँ। हजुरहरूले नि अब कुनै फोटोग्राफी या भिडियोग्राफीहरू सम्बन्धी केही सिक्न चाहनुहुन्छ, सिक्न खोजिरहनु भएको छ भने चाहिँ यो च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। आजदेखि चाहिँ हामी फर्स्टमा चाहिँ हामी एडिटिङ सम्बन्धी सिक्नेछौँ। हजुरहरूसँग अब भ्लगहरू बनाउँदै हुनुहुन्छ, तपाईँहरू प्रिमियर प्रो चलाइराख्नु भएको छ, लाइट रुम, फोटोसप होइन, अनि दाभिन्चीहरू सिक्न खोजिरहनु भएको छ, क्यामेरा सम्बन्धी केही नलेज चाहिरहेको छ भने चाहिँ हामी यो च्यानलमा सबै सिकाउने ट्राई गर्नेछौँ। हाम्रो चाहिँ विकली 1-2वटा भिडियो हाल्दै जानेछु होइन, किनभने मसँग धेरै टाइम पनि हुँदैन एडिट गर्ने। जस दिनको भन्दा नि विकली चाहिँ हामी आज के बार हो, ओके सोमबार होइन, सोमबार चाहिँ हामी नर्मल्ली भिडियोहरू चाहिँ हाल्दै जानेछौँ। भिडियोहरूमा चाहिँ हामीलाई सपोर्ट गर्न नभुल्नु होला। अनि हामी टाइम भएपछि चाहिँ बिस्तारै हामी विकली 1-2वटा गरेर हाल्दै जानेछौँ है त। हामी चाहिँ फर्स्टमा अब हजुरहरूले प्रिमियर प्रो चलाउनु भएको छ कि छैन, प्रिमियर प्रो, फोटोसप, दाभिन्ची, लाइट रुमहरू अनि क्यामेराको सम्पूर्ण सेटिङहरू होइन, क्यामेरालाई नर्मल्ली अब कुनै पनि क्यामेरा लिएर कसरी चलाउन सकिन्छ त होइन, यो म्यानुअल मोडमा कसरी चलाउने भन्ने कुरा पनि सिकाउँदैछौँ। हामीसँग गिम्बल छ, गिम्बलको पनि कसरी गिम्बल ब्यालेन्स गरेर कसरी सर्टहरू लिने होइन, अनि यसमा के मोड हुन्छ, लो एङ्गल हाई एङ्गलबाट कसरी लिने भन्ने कुरो पनि बिस्तारै सिक्दैछौँ। म चाहिँ अब धेरै टाइम चाहिँ भिडियो बनाउँदिनँ होला। आजदेखि चाहिँ भन्दा नि यो भिडियो चाहिँ अहिले जस अबको च्यानलमा चाहिँ नेक्स्ट मन्डेदेखि यो यस्तो खालको भिडियो आउँछ भनेर देखाउँदैछु होइन। आज चाहिँ हामी नर्मल्ली यस्तै इन्ट्रोडक्सन सम्बन्धी मात्रै भिडियो बनाउँदैछु। हामीसँग चाहिँ अब हजुरहरूले चाहिँ अब फोटोसप, लाइट रुमहरू कसरी डाउनलोड गर्ने त होइन, यो अब पेड भर्जन हुन्छ नि त, यसलाई अब पेड नगरिकन कसरी डाउनलोड गर्ने भनेर चाहिँ हामी म्यासेजहरूबाट गर्नेछौँ, किनभने हामीलाई यो क्र्याक भर्जनहरू यसमा देखाउन मिल्दैन हामीले चाहिँ होइन। त्यही भएर चाहिँ हामीले पछि यसरी गर्ने भनेर तपाईँहरूसँग अलरेडी नै छ भने चाहिँ कसरी चाहिँ हामीले चलाउन सुरु गर्ने, कसरी चाहिँ हामीले एडिट गर्ने भनेर चाहिँ सिक्नेछौँ। हामी फर्स्टमा चाहिँ हामी फोटोसपमा हल्का यो स्क्रिन रिटचिङ सिक्नेछौँ अर्को मन्डे होइन। अनि त्यसपछि चाहिँ हामी प्रिमियर प्रो, दाभिन्ची कुन चाहिँ सहिलो हुन्छ त्यही अनुसार जाँदैछौँ है त। फर्स्टमा चाहिँ म दाभिन्ची सिकाउँछु होला, किनभने दाभिन्ची नै गरिरहेको छु आजकल। मैले युज भएको चाहिँ दाभिन्चीमा छ, अनि प्रिमियर प्रो पनि पहिला गरिरहेको हो। प्रिमियर प्रोमा चाहिँ एक्सपोर्ट प्रब्लम हुने भएर चाहिँ मैले दाभिन्चीमा गर्न थालेँ। हजुरहरूलाई नि अब केही भिडियोहरू बनाउनु छ होइन, कन्टेन्टहरू बनाउनु छ भने चाहिँ यो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। मैले च्यानलको नाम पनि चेन्ज गरिसकेँ। हजुरहरूले पठाउ राइदर बिएनबी भनेर सर्च गर्नु भने ठ्याक्कै देखिन्छ होइन। नाम हेर्छु है त म के छ पहिला के छ भन्ने कुरो चाहिँ हेर्नुपर्ने अवस्था भएको छ। ओके, फोटोग्राफी एन्ड क्यामेरा ट्युटोरियल भनेर रहेछ मैले बनाएको च्यानल चाहिँ। अब देखिन्छ कि देखिँदैन, ओके, फोटोग्राफी एन्ड क्यामेरा ट्युटोरियल ट्युटोरियल नेपाल भनेर च्यानल बनाएको छु। अब यो भिडियो मैले इन्स्टाहरूमा फर्स्टमा हाल्छु कि टिकटकहरूमा हाल्छु होइन, जस हेर्दै गर्नु होला। अनि अहिले चाहिँ म अब पठाउहरू भन्दा नि जस क्यामेरा एन्ड फोटोग्राफी सम्बन्धी, भिडियोग्राफी सम्बन्धी सबै कुरा सिकाउने ट्राई गर्दैछु। यति भन्दै आजको भिडियोमा चाहिँ हामी बाई बाई भन्ने छौँ है त। अर्को दिनदेखि चाहिँ हामी मजाले यो दाभिन्चीहरू त्यसमा देखिन्छ कि देखिँदैन के अरे, अलिकति फोकस गऱ्यो भने चाहिँ देखिन्छ होला। दाभिन्ची कसरी डाउनलोड गर्ने, प्रिमियर प्रोहरू कसरी डाउनलोड गर्ने भनेर चाहिँ यसमा सिकाउँदिनँ, किनभने चाहिँ
हामीले यो क्र्याक भर्जन कसरी डाउनलोड गर्ने भनेर सिकाउन पाइँदैन क्या अरे है त। मैले पहिला नि सिकाउनु लागेको थिएँ त्यो च्यानलहरू के हुन्छ ओके। सो डाउनलोड कसरी गर्ने भनेर चाहिँ मैले टिकटकमा हालिसकेको छ। यो भिडियो चाहिँ अब हामी डाउनलोड भइसकेपछि चाहिँ कसरी चाहिँ हामीले भिडियोहरू एडिट गर्न सकिन्छ, यसमा सेटिङहरू के हुन्छ होइन, कसरी सजिलोसँग एडिट गर्ने भनेर चाहिँ सिकाउने छौँ होइन। सो मोबाइलको जस्तो चाहिँ हुँदैन, हजुरहरूको मोबाइलमा गर्ने बानी छ भने त यसमा झन् सजिलो हुन्छ होइन। कटहरू गर्नको लागि सबै अब ट्रान्जिसनहरू हाल्ने सबै हामी मजाले सिक्नेछौँ। सो यति भन्दै हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। अनि नेक्स्ट मन्डेदेखि चाहिँ हामी 1 विकमा चाहिँ हामी यस्तै भिडियो हाल्दै जानेछौँ। सो भिडियो हेरेर चाहिँ हामीलाई सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। सो बाई बाई सबैजनालाई, बाई बाई एभ्री वान।